यदि हजुरहरूलाई राष्ट्रिय परिचय पत्र वा केवाइसी अपडेट गर्ने भन्दै एसएमएस, व्हाट्सएप वा फोनमा एउटा लिङ्क आयो भने के गर्नुहुन्छ? के हजुरहरू तुरुन्तै क्लिक गर्नुहुन्छ? सावधान, यही एउटा क्लिक हजुरको लागि महँगो पर्न सक्छ। आजकल राष्ट्रिय परिचय पत्र र केवाइसी अपडेटको नाममा ठगी गर्ने घटना बढिरहेको छ। ठगहरूले ब्याङ्क वा कुनै विश्वासिलो संस्थाको नाम र लोगो प्रयोग गरेर हजुरहरूलाई फर्जी लिङ्क पठाउन सक्छन्। त्यो लिङ्कमा क्लिक गरेपछि हजुरहरूको व्यक्तिगत तथा ब्याङ्क सम्बन्धी गोप्य जानकारी चोरी गर्ने प्रयास हुन सक्छ। त्यसैले फोन कल, एसएमएस, व्हाट्सएप वा सामाजिक सञ्जाल मार्फत आएको राष्ट्रिय परिचय पत्र वा केवाइसी अपडेटको नाममा कुनै पनि शङ्कास्पद लिङ्क हतारमा क्लिक नगर्नुहोला। याद राख्नुहोस्, कुनै पनि ब्याङ्कले राष्ट्रिय परिचय पत्र वा केवाइसी अपडेटको लागि फोन, एसएमएस, इमेल वा सामाजिक सञ्जाल मार्फत ओटिपी, पिन वा पासवर्ड जस्ता गोप्य जानकारी माग्दैन। यदि कुनै शङ्कास्पद मेसेज वा लिङ्क प्राप्त भयो भने पहिले ब्याङ्कको आधिकारिक वेबसाइट, मोबाइल एप वा नजिकै शाखा मार्फत पुष्टि गर्नुहोला। र सबैभन्दा महत्त्वपूर्ण कुरा, ओटिपी, पिन र पासवर्ड कसैले पनि नदिनुहोला। सतर्क रहनुहोस्, सुरक्षित ब्याङ्किङ गर्नुहोस् र ठगीबाट बस्नुहोस्। यस्तो जानकारी अरूलाई पनि सेयर गर्नुहोस् ताकि तपाईँ मात्रै होइन, तपाईँका आफ्ना मान्छेहरू पनि सुरक्षित रहन्। यदि जानकारी राम्रो लागेमा लाइक, कमेन्ट गर्न नबिर्सिनुहोला र यस्तै जानकारीमूलक भिडियोको लागि मलाई फलो गर्नुहोला। धन्यवाद।